काल आउनुहुन्छ भन्ने खबर प्राप्त भइसकेपछि यहाँ प्रहरीहरू कारवाही गर भन्दै यो डाक्टर निशोको विद्यार्थीहरू आएर जेएनजीका प्रहरीले नियन्त्रणमा लिँदै जेएनजीका घाइतेहरूलाई आन्दोलन गर्ने जेएनजीका विद्यार्थीलाई एकजनालाई चाहिँ एकजना झ्याप गरेको छ। हत्यारालाई कारबाही गर भन्ने माग गर्ने जेएनजीका अभियन्तालाई प्रहरीले भर्खरै गिरफ्तार गरिसकेको छ र भ्यानमा हाल्ने तयारी गरेको छ। यहाँ दृश्यमा देख्न सक्नुहुन्छ तपाईहरू। दृश्यमा उनलाई अहिले भर्खरै पक्राउ गरिएको छ। यहाँ दृश्यमा देख्न सक्नुहुन्छ प्रहरीले भ्यानमा राखिसकेको अवस्था छ।